हेलो फ्रेन्ड्स, म तपाईलाई आज भन्न गइरहेको छु एउटा यस्तो स्किल सिकेर तपाईँ आफ्नो लाइफमा आफ्नो करियरमा एकदमै अगाडि बढ्न सक्नुहुन्छ। त्यो स्किलको नाम हो पब्लिक स्पिकिङ। बोल्ने कलाले चाहिँ मैले आफ्नो लाइफमा कसरी इन्ट्री दिए त यो कुरा आज सिकाउँछु। 8 क्लास र 9 क्लासको कुरा हो। म फर्स्ट टाइम चाहिँ हैन 8 क्लासमा चाहिँ स्पिच दिन अगाडि गएको थिएँ। अब त्यहाँ म फर्स्ट टाइम गएपछि त मेरो खुट्टा र मेरो हात यो माइक हो, मानौ माइक यस्तो के मतलब यस्तो के हैन। अनि त्यो समय थियो पुसको महिना थियो। त्यो जाडो याममा चाहिँ पसिना के पुरा पसिना आएको हैन। मतलब यार यो कसरी भयो त? माइक पगार्ने बित्तिकै माइकमा के बोलम भन्ने भयो। अनि त्यहाँ मैले थाहा पाएँ कि यो यसरी होइन। मान्छेहरूको अगाडि चाहिँ बोल्ने कसरी हो, अरूले कसरी बोले त, अरू मान्छेले चाहिँ कसरी बोल्छन् त, मलाई अब यो जान्नु पर्यो भनेर म चाहिँ युट्युबमा सर्च गरेँ। बुकको नामहरू दियो हैन, यो बुक पढ्नुपर्छ भनेर समथिङ यो द आर्ट अफ पब्लिक स्पिकिङ यो वाला एरियामा चाहिँ एउटा लाइब्रेरी थियो। त्यहाँ गएँ, म किताब खोजेँ अनि पाएँ। अनि एउटा त्यो किताब पढेँ र अर्को समथिङ छ हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल, ओके, डेल कार्नेगीको। यो बुक पनि मलाई यति हेल्प गर्यो नि। मैले यो बुक पढेँ र अर्को पनि मसँग बुक छ, त्यो बुक मसँग छैन यहाँ, तर म त्यो बुक पढेको हो। त्यो बुकको नाम हो पिपल स्किल। त्यो बुक पनि तपाईँले पढ्न एकदमै इजी पनि छ। त्यसमा चाहिँ एकदमै सर्ट पोइन्ट छ अनि एक्ज्याक्ट पोइन्ट छ कि हैन। यसमा चाहिँ अब कहानीहरू छन् ठुलै। त्यो बुक मैले पढेँ र यो बुक त्यो बुक र त्यो बुक मिलाइसकेपछि मैले थाहा पाएँ कि बोल्नुपर्छ। मान्छे भएपछि बोल्नुपर्छ। यदि बोलेन भनेपछि तपाईले आफ्नो विचारधारा तपाईँ अरूसँग पुर्याउन सक्नु हुँदैन। र यो कुरा बुझेपछि म चाहिँ अब प्र्याक्टिस गर्न कोसिस गरेँ। म फेरि 9 क्लासमा पुगेँ अनि 9 मा चाहिँ म फेरि स्पिच दिन थालेँ। स्पिच दिन्छु भने र स्पिच दिनको लागि म आफ्नो नाम पनि टिपाएँ हैन। र मेरो जुन थियो कन्टेन्ट म रट्टा हाने गाउँ के ऐनाको अगाडि प्र्याक्टिस म प्र्याक्टिस गरिरहेँ। र भोलिपल्ट मेरो स्पिच दिने थियो। स्पिच दिन गएँ न, हात त अलिअलि कामी हाले हैन। तर यसपालि चाहिँ मेरो मन डराएको थिएन। मैले यत्रो प्र्याक्टिस गरेको छु, म यहाँ पनि बोल्न सक्छु। यो वाला चाहिँ फिलिङ आउँछ कि। सो यो वाला फिलिङ आउनु भनेको चाहिँ तपाईँ कुनै पनि काममा हैन अगाडि बढिसक्नु भएको छ। यो कुरा चाहिँ निश्चित छ, ओके। सो हामीहरू चाहिँ कुनै पनि किसिमको प्र्याक्टिस गऱ्यो भनेपछि त्यो प्र्याक्टिसले चाहिँ हामीलाई दिन्छ के कन्फिडेन्स। सो ल अब फेरि ब्याक टु ब्याक हाम्रो स्टोरीमा जाऊँ। र म त्यहाँ अब स्पिच दिन थालेँ हैन। सो अगाडि यति धेरै मान्छेहरूदेखि यता हेरेँ ओ माई गड डर लाग्थ्यो मलाई। बट केही भएन, म चाहिँ त्यहाँ बोलेँ, थोरै बोलेँ, 2 मिनट 3 मिनट हैन बोलेँ। तर म बोलेँ। त्यो दिन चाहिँ म एकदमै खुसी थिएँ किनकि त्यो दिन म बोल्न सकेँ कि हैन। सो अब यसै गर्दै गएँ मान्छेहरूसँग चाहिँ डिल कसरी गर्ने भन्ने कुरा सिक्दै गएँ। लोकल बसमा ट्राभल गर्नुभयो भने तपाईँले नचिनेका मान्छेहरू भेट्नुहुन्छ कि। सो सबभन्दा बेस्ट तरिका प्र्याक्टिस गर्ने जुन मैले फिल गरेँ त्यो फिलिङलाई म तपाईँलाई यसरी क्यामेराको अगाडि आएर सेयर गर्दैछु। सो तपाईँलाई कस्तो लाग्छ है, तपाईँले प्लिज प्रतिक्रिया दिनुहोला कमेन्ट बक्समा। मेरो भिडियोलाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। एन्ड यति भन्दै म अब आजको भिडियो यहीँ अन्त्य गर्छु। हस् त, नमस्ते।